हाई गाइज, आज चाहिँ म तपाईहरुलाई होक्काइडोको सबैभन्दा ठुलो सहर सप्पोरो र सप्पोरोको सबैभन्दा चर्चित ठाउँ भनेको सुसुकिनो भन्ने ठाउँ छ। यो चाहिँ नोमियाहरू भएको, रेस्टुरेन्टहरू भएको अनि एकदम व्यस्त बजार, टुरिस्ट अट्र्याक्सन भएको ठाउँ हो। सबै सिटीहरुमा यो खालको एउटा पर्टिकुलर प्लेस चाहिँ हुन्छ। त्यही ठाउँबाट चाहिँ आज ड्राइभ गरेर जाँदैछु। त्यो भयङ्करै त अब देखाउन मिल्दैन किनभने ड्राइभ पनि गर्नु छ। त्यता ध्यान दिनु परिहाल्यो, तर तपाईहरुलाई लगभगको स्थिति चाहिँ मोटामोटी रूपमा मूल्याङ्कन गर्न सक्नुहुन्छ। रमाइलो छ, व्यस्त छ भनेर, तर अहिले चाहिँ यसो हेर्दाखेरि सुनसानै देखिरहेको छु। यो चाहिँ सबैभन्दा व्यस्त एरिया हो, यहाँ सबै खालको चिजहरू पाइन्छ भने जस्तै हो। आज अब सोमबार पनि भयो, ठ्याक्कै मान्छेहरू काम फर्किने बेला पनि भयो। यतिखेर 5:46 गएको छ जापानको टाइममा, मेरो घडीमा। यहाँ चाहिँ 47 भएछ, यहाँ 46 भन्छ। कुन चाहिँ सही हो, यहाँको सही हो जस्तो लागिरहेछ। अलि सुनसानै छ, मान्छेहरू सोमबार भएको भएर होला। शुक्रबार, शनिबार, आइतबार रमाएर अब सोमबार थाकेर घर फर्किँदै गरेका मान्छेहरू धेरै भएको हुनाले पनि हुनसक्छ। त्यति धेरै उत्साहजनक चाहिँ अहिले मैले देखिरहेको छैन, जति नर्मल्ली यो बाटोमा मैले देख्ने गरेको हुन्थेँ। त्यही म चाहिँ कहिलेकाहीँ यो बाटो पनि हेर्छु के छ स्थिति भनेर। टुरिस्टहरू हुन्छन् धेरै जसो, चाइनिज, एसियन टुरिस्टहरू प्रायः देखिन्छ, अनि युरोपियन, अमेरिकन जस्ता मान्छेहरू पनि देखिन्छन् अलिअलि। अनि त्यसपछि खासै त धेरै चाइनिज, भियतनामी छैन, थाई, फिलिपिन्सका मान्छेहरूलाई देख्न सकिन्छ आज त। तर धेरै सुनसान नै रहेछ अरू बेलाको तुलनामा। यो चाहिँ एकदमै मुख्य एरिया हो। कराओकेहरू छ, नोमियाहरू छ, मसाज सेन्टर होला सायद, अरू रेस्टुरेन्टहरू, बारहरू चाहिँ धेरै छ। यहाँ बलिङ गर्ने राउन्ड 1 भन्ने छ। यहाँ चाहिँ हामी पनि एकचोटि आएको छौँ फ्यामिली सहितै एक्सपिरियन्स गर्नको लागि। त्यत्रो खतरा हान्छ भनेर आइरहेको थियो। यहाँनिर चाहिँ अलि धेरै मान्छेहरू रहेछन्। अब फेरि कस्तो अचम्म लाग्छ भने यहाँसम्म बिजी हुन्छ, अनि यहाँ 2वटा सिङ्गल क्रस गर्ने बित्तिकै सुनसान छ। त्यो पनि अचम्म लाग्छ। आज त लगभग सबैतिर सुनसानै नै रहेछ। कोही चुरोट पिउँदैछन्, कोही दौडिँदैछन्, सबैको आफ्नो आफ्नो व्यस्तता होला। मलाई भरे के खाने भनेर चिन्ता छ, अरूको पनि अर्कै खालको चिन्ता होला। पोस्टरमा ठुल्ठुलो राखेका केटी मान्छेहरू अहिले त्यस्तै छन् कि बुढी भइसके होलान् भनेर पनि कहिलेकाहीँ त सोच्छु। तर गएको चाहिँ छैन है, म फेरि जाने खालको मान्छे होइन। यस्तै छ। एकजनाले चुरोट खाइरहनु भएको छ। त्यो चुरोट खाँदै गर्दा के सोच्नु भयो होला जस्तो लाग्छ। कोही मोबाइल चलाउँदै दौडिरहेछन्, कोही हतारमा छन्, कोही बिस्तारी छन्। यङहरूलाई अलि रिल्याक्समा छन्। अलि 30+ भएकोहरूलाई पनि ओल्ड त भन्नु मिलेन, उनीहरू पनि चाहिँ अलिक बढी जिम्मेवारवाला के जस्तो फिल हुन्छ। काममा लागेका धेरै जस्तो मान्छेहरू, अनि कामबाट फर्किँदै गरेका मान्छेहरू प्रायः हुन्छन्। म यो बाटो हिँडिरहेको हुन्छु। अबबाट यो बाटो हिँड्दाखेरि एउटा मिनी ब्लग बनाउँदै हिँड्छु। तपाईँहरूले देख्न मिल्ने, देखिएका चिजहरूलाई चाहिँ सप्पोरो कस्तो छ, के एक्टिभिटिज भइरहेछ भनेर पनि हेर्न सक्नुहुन्छ। म त्यति धेरै प्रोफेसनल खालको होइन, रमाइलो चाहिँ लाग्छ। यस्तो गर्न पाए हुन्थ्यो भनेर जस्तो फिल त हुन्छ, तर फेरि जाँगर चाहिँ छैन। के उटपटाङ गर्नु पऱ्यो होइन, कि एकदम एक्स्ट्रा स्किल हुनु पऱ्यो। अगाडि आउडीको A3 भन्ने गाडी दौडिरहेछ। अब त्यो केही आउँदैन, नर्मल कुराहरू मान्छेहरूले रुचाउँदैन होइन।
भाइरल हुनको लागि कि छाडा बोल्नु पर्यो कि एकदम खरो बोल्नु पर्यो। यो चाहिँ एकदम राम्रो पनि लाग्छ मलाई जापानिजहरूको। हरियै छ सुनको उहाँहरू नै हो युसेनको, तर गाडी कुदिरहेको देखेपछि कुदिन्छन्। त्यो चाहिँ राम्रो लाग्छ मलाई जापानिजहरूको। फेरि सबैमा चाहिँ यो लागु नहुनसक्छ। कोही मान्छेहरू चाहिँ सिग्नल चेन्ज हुन लागिसक्यो पिलिक हुँदाखेरि पनि एकदम स्लो मोसनमा हिँड्छन्। अनि कोही चाहिँ भर्खरै पनि ग्रिन भएको छ भने पनि एकदम छिटो क्रस गरिदिने खालको मान्छेहरू पनि हुन्छन्। धेरै खालको सबै खालको मिक्स छन् त त्यो जहाँ पनि हुन्छ होला। तर केही मान्छेहरू अलिकति बुढाबुढी खालका मान्छेहरू चाहिँ अलिक स्लो बिस्तारै कसैलाई शारीरिक दुर्बलता पनि होला होइन। त्यसलाई फेरि उनीहरूले चाहिँ हेपेर त्यसरी हिँड्यो भनेर त्यो हिसाबले जज गर्नु पनि भएन। अब म चाहिँ यहाँबाट यो चाहिँ मेन रोड हो, सन्जु रोकुसेन भन्छ यसलाई, रोड नम्बर 36 योबाट लाग्छ। यो चाहिँ 1 2 3 4 लेनको 4 2 8 लेनको बाटो रहेछ। तर अलि अगाडि गएपछि 1 लेन आउँछ, 3 लेनको हुन्छ। अलि यो चाहिँ 3 लेनको चाहिँ परेसम्म छ। यहाँबाट चितोसे एयरपोर्टसम्म पुग्न सक्ने बाटो हो यो। त्यही भएर यो बाटो चाहिँ प्रायः बिजी नै भइरहेको हुन्छ। त्यस्तो छ, ठुल्ठुला गाडीहरू कुद्छन् यहाँनिर। यो चाहिँ नर्मल्ली 50 को स्पिडमा कुद्न मिल्ने बाटो हो। प्रायः 50 मा 60 कुद्छन् जापानिजहरू। आफू पनि उनीहरूकै सङ्गतमा लागेर कुदिन्छ। अहिलेसम्म सबै कुरा ठिकठाकै भइरहेछ। मलाई चाहिँ फेरि एकदम अलि अनप्रोफेसनल देखिँदो रहेछ। मैले अस्ति पनि एउटा भिडियो बनाएर हेरेको थिएँ आफूले ड्राइभ गरेको। यो हातको मेरो चाहिँ पोजिसन चाहिँ एकदम राम्रो देखिँदो रहेछ। यो चाहिँ तोयो हिराकावा भन्छ, खावा हो, खोला हो तोयो हिरा। अब यहाँबाट चाहिँ चियो वार्ड सकेर तोयो हिरा वार्ड लाग्यो। म चाहिँ तोयो हिरा वार्डमा बस्छु। अनि बाटो पनि राम्रो छ, ट्राफिक हुन्छ, प्रायः बिजी नै भइरहेको हुन्छ। यहाँ त 4 लेनको रहेछ नि त, 3 लेन भनेको थिएँ, 6 लेन भनेको जस्तो लाग्छ। तर अलिक शङ्कास्पद चाहिँ हो। यो बिचमा टर्न गर्न मिल्नेहरूलाई चाहिँ अलिकति छुट्टै भएको बनाएको भएर चाहिँ 6 लेन हुन सक्ने बाटोलाई पनि 4 लेन बनाइदिएको छ। अब यसमा प्रशस्त स्पेस छ। मान्छेहरूले रुल्स फलो गर्यो भनेदेखि त्यति धेरै जाम पनि नहुने रहेछ। यताउता गरिराख्दाखेरि चाहिँ अलिकति समस्या हुने हो। एउटै बाटोमा स्मुथली हिँड्ने भनेदेखि त त्यति धेरै समस्या पनि त नहुँदो होला नि त भने जस्तो चाहिँ फिल भएको थियो। यहाँदेखि त नर्मल्ली त्यस्तो उयोहरू छैन। भित्रभित्र सानो रेस्टुरेन्टहरू होला, त्यस्तो आकर्षकहरू त छैन। नर्मल्ली पसलहरू छन्। त्यहाँ अगाडि पेट्रोल पम्प छ, सेल्फ छ। अहिले 156 रहेछ यहाँको सेल्फमा। तपाईँहरूकोमा कति छ? सस्तो छ कि महँगो छ? यहाँ पनि कतै सस्तो, अलिक निकै सस्तो पनि हुँदो रहेछ, कतै फेरि अलिक महँगो। सेल्फमै पनि लोकेसन वाइज पनि अलि 2-4 रुपियाँको फरक पर लिटरमा, 2-4 ऐनको फरक देखेको छु मैले चाहिँ। तपाईँहरूले चाहिँ अहिले रिसेन्टली कतिमा चाहिँ तेल हालिराख्नु भएको छ, पेट्रोल हालिराख्नु भएको छ? कमेन्ट गर्नु होला। फेरि हेर्दै यहाँसम्म आइपुग्नु भयो भनेदेखि। अनि यहाँ याकिनिको किङ भन्ने छ, तपाईँहरू कहिले जानु भएको छ कि छैन? यो चाहिँ ताबे हुँदै छ क्या अरे। अब हामीलाई चाहिँ कस्तो अप्ठ्यारो भयो नि, म जान चाहिँ एकचोटि गएको छु, तर उता तोरी मात्रै खाएर आएँ र ताबे हुँदै नगएर धेरै खान पनि सक्दिनँ। त्यही भएर ताबे हुँदै पनि गरिएन। हुँदै अहिले फेरि अलिकति प्रोनाउन्सिएसन मिस्टेक हुने बित्तिकै चाहिँ मान्छेहरूले
तँलाई यति आउँदैन भनेर भन्छ, मलाई आउँदैन, त्यही नै सम्झिनु होला। मिस्टेक भएको रहेछ भनेदेखि प्रोनाउन्सिएसन अब 100% जापानिजको जस्तो चाहिँ कसरी पनि हुन सक्दैन। मासु भनेर पढेको सुरुमा, अनि पछि पो सिक्दै गएपछि मास भयो त। अब यहाँ यो फेभरेट उसबाट चाहिँ मेरो घर जानको लागि चाहिने गर्नुपर्छ। ठ्याक्कै सिग्नल भयो, अगाडि गास्तो छ। हामी कहिले काहीँ जान्छौँ बाबुलाई। अहिले आज त निकै तातो दिन भयो, 6 डिग्री रहेछ टेम्परेचर। गाडीमा 26 राखेको छु, तातै थियो गाडीभित्र पनि। त्यो पनि सानोमा चलाएको छु, राम्ररी चल्दैन। मान्छेहरूले कसरी भ्लग बनाएर पैसा कमाउँछन्, हामी पनि कमाउनु पर्ने हो कि। फर्स्टमा त यो सब्सक्राइब लाइक गरिदिनु पर्ने भयो, कसले हो। हामी पनि गरौँ ल। मेरो चाहिँ यो होन्डाको भेजेल हो है। मलाई यो चाहिँ अलिक एसयुभी मनपर्ने भएकोले यो कार किनेको, अनि पैसा पनि नभएर यो कार किनेको। अब त्यति धेरै सस्तै पनि थिएन मलाई चाहिँ यो कार, अनि सेकेन्ड ह्यान्डमा किनेको। तेल चाहिँ हाइब्रिड चाहिँ हाइब्रिड हो, तर अलिक पुरानो मोडल भएको भएर हो क्या। त्यो चाहिँ खतरा सोचेअनुसार चाहिँ दिएन। हाम्रो अफिसमा नोआ भन्ने छ 7 सिटर गाडी, त्यसले जति पनि दिएन, त्यसले त 15 दिइरहन्छ जहिले, जतिकै जाडै सिजनमा भए पनि। अब यसले चाहिँ अब त्यसको तुलनामा त त्यो अलि 1800 सीसीको हो क्या, यो 1500 सीसीको। त्यसको तुलनामा अलिक दिनुपर्ने चाहिँ हो। त्यो लेख्दाखेरि पनि 18 कि 20 त लेखेको थियो। अब 2-4 अलिक बढी नै होला नि त भन्ने हिसाबले गरिदियो। हुन त म अब त्यति धेरै युजमा हिँड्दिनँ, खालि सिटी ड्राइभ नै हुन्छ। बढी चाहिँ दिन्छ कि जस्तो लागेको थियो, खासै दिएन। अब के हो, होन्डाको चाहिँ खासमा चलाएकै थिएन क्या मैले। एउटा सानो चाहिँ छ, केजी त बेसी छ अफिसमा, अब त्योसँग त कम्पेयर गर्न मिलेन होइन। हल्को छ, धेरै सजिलो छ त्यसलाई पाल्नको लागि। तर त्यो प्रियस चाहिँ कस्तो राम्रो के, त्यो पनि पुरानो मोडलै हो। हाम्रो अफिसमा सेकेन्ड ह्यान्ड नै किनेको, अहिले 1 लाखभन्दा बढी कुदेको छ। तर राम्रो सिजनमा त 24-25 दिन्छ त्यसले, त्यो प्रियसले। त्यो चाहिँ टोयोटाको कारहरूले अहिलेको जुन हाइब्रिड छ तिनीहरूले राम्रो तेल दिँदो रहेछ, अनि हाइएस्ट छ। तिनीहरूले पनि ठिकैको बाटोहरूमा एकदमै सिटी उसमा ट्राफिकहरू जाम भइराख्ने ठाउँमा त के घुमाएँ मैले। यसो लाग्छ मलाई यसरी राख्नलाई के भएको। उनीहरूको गाडी अलिक डिस्टर्ब गरिन्छ, राम्रोसँग